नमस्कार, कुटुनी पडकास्टको 8औं श्रृङ्खलामा यहाँहरूलाई म प्रभा पौडेल स्वागत गर्न चाहन्छु। सधैँका श्रृङ्खला चाहिँ आज पनि हामी विभिन्न समसामयिक विषयवस्तुहरूमा छलफल गर्नेछौँ र विभिन्न सामाजिक मुद्दाहरूलाई केलाउने प्रयास गर्नेछौँ। हालको परिवेशलाई हेर्दाखेरि विभिन्न प्रकारका लैङ्गिक हिंसाहरू बढिरहेको देखिन्छ र लैङ्गिक हिंसाका जोखिमहरूबाट महिला, बालबालिका तथा पछाडि पारिएका समुदायका व्यक्तिहरू प्रभावमा परिरहेको देखिन्छ। र यो अवस्था किन छ? लैङ्गिक हिंसाकै अवस्था किन छ? लैङ्गिक हिंसा भनेकै के हो? लैङ्गिक हिंसाका प्रकृतिहरू कस्ता छन् र लैङ्गिक हिंसाबाट प्रभावित हुने व्यक्तिहरूले न्यायिक प्रक्रियामा जानको लागि र सामाजिक न्याय र पुनर्स्थापनाको वातावरणका लागि के कस्ता चुनौतीहरू रहेका छन् भन्ने बारेमा आज हामी छलफल गर्नेछौँ। आजको हाम्रो छलफलका लागि हामीसँग महिला मानव अधिकार रक्षक, महिलावादी अभियन्ता, साथसाथै भूमि अधिकारमा लामो समयदेखि कार्यरत नेपाल महिला एकता समाजका कार्यकारी निर्देशक भगवती अधिकारी हुनुहुन्छ। स्वागत छ भगवतीजी यहाँलाई। धन्यवाद कुटुनीको टिमलाई नै सबैलाई धन्यवाद। ल, यहाँको समय हामीलाई प्रदान गर्नुभएकोमा पनि हामी धेरै नै आभारी छौँ। व्यस्त हुनुहुन्थ्यो होला? अलिअलि व्यस्त जस्तै नै हो। हजुर। अनि अहिले के छ त? केमा व्यस्त हुनुहुन्छ आजकल? अहिले हामी नेपाल महिला एकता समाजको यो 25 वर्ष छ यो साल। त्यो कारणले गर्दाखेरि चाहिँ यो 25 वर्षलाई हाम्रो सङ्घर्ष, 25 वर्षको सङ्घर्ष हामीले कसरी यो जर्नी पार गऱ्यौँ त भन्ने कुराको तयारी गरिरहेका छौँ। सो 1 महिनापछि हामी त्यसलाई चाहिँ एउटा चाहिँ सेलिब्रेट गर्ने र आगामीको बाटो पत्ता लगाउने भन्ने हिसाबले चाहिँ योजना चलिरहेछ। हजुर, सङ्घर्ष त लामो छ, पक्कै पनि लामो सङ्घर्ष छ। दशकौँदेखि गर्दै आइएको छ, अझै कति दशकसम्म चलिरहने सङ्घर्ष नै छ। र अब हामी आजको विषयवस्तुहरूमा प्रवेश गर्दाखेरि चाहिँ आज लैङ्गिक हिंसाको बारेमा अलिकति बढी केन्द्रित भएर छलफल गर्नेछौँ। यहाँको यो लामो दशकौँको कार्य अनुभवको आधारमा चाहिँ हाम्रो दैनिक जीवनमा हामी महिलाहरू, किशोरीहरूले चाहिँ कस्तो खाले लैङ्गिक हिंसाहरू भोगिरहनु परेको अवस्था छ, अथवा चाहिँ हाम्रो लागि लैङ्गिक हिंसा के हो त भनेर थोरै यहाँको अनुभव सुनौ न। यो परिभाषा नै कस्तो सजिलो हिसाबले देखिन्छ भने लैङ्गिक हैन त, लिङ्गको आधारमा एउटा केटा मान्छे या केटी मान्छे या फरक लिङ्ग होइन, केटा मान्छे भन्दा फरक लिङ्ग भएको कारणले गर्दाखेरि चाहिँ समाजमा जस्तो खालको एउटा चाहिँ सामाजिक रीतिरिवाज, चलन, व्यवहार होइन, जुन खालको एउटा संरचनात्मक हिसाबले जुन खालको चलिरहेको छ त्यसमा चाहिँ फरक गरिनु। केटी मान्छे भएकै कारणले गर्दाखेरि चाहिँ एउटा खालको व्यवहार गरिनु र केटा मान्छे भएकै कारणले गर्दा एउटा खालको व्यवहार गरिनुलाई चाहिँ लैङ्गिक तवरले गरिने विभेदको कुरालाई चाहिँ हामीले चाहिँ हिंसा, दुर्व्यवहारका कुरालाई चाहिँ लैङ्गिक हिंसा भन्ने गरिन्छ होइन। यो चाहिँ सुरु भनेको तपाईँको घरदेखि नै हुन्छ कि होइन। घरमा कसरी एउटा चाहिँ छोरी मान्छे, छोरा मान्छे, छोरी छोरा मात्र नभनौँ, छोरा बुहारी होला, छोरी ज्वाइँ होला होइन, हामीले कसरी त्यहाँ गरिएको फरकपन क्या हाम्रो व्यवहारहरूमा जन्मेदेखि मृत्यु पर्यन्तसम्म चाहिँ कस्तो फरक गरिन्छ। फरक पनि यस्तो चाहिँ विभेदपूर्ण फरक क्या होइन, एउटालाई सानो देखाएर एउटालाई ठुलो देखाएर त्यो जुन खालको एउटा चाहिँ डिस्प्यारिटी हुन्छ नि, त्यो चिजले चाहिँ गर्दा उब्जिने खालको जुन अधिकार हननका कुराहरू छन् ती विषयहरू चाहिँ हामीले घरबाट नै देखिरहेका चाहिँ छौँ होइन। उदाहरणको लागि हेर्दाखेरि चाहिँ छोरीलाई कहाँ पढाउने, अझै पनि हेर्नु न, छोरीलाई कहाँ पढाउने भन्दाखेरि गाउँमा अझै पनि त्यस्तै त छ नि त होइन, गभर्मेन्ट स्कुलमै पढाउने भन्ने हो। अझै पनि यो कोभिडको समयमा क्राइसिसको बेलामा अधिकांश हेर्दाखेरि चाहिँ छोराछोरीमा शिक्षामा विभेद छैन भनिरहेको थियो होइन। तर कोभिडको समयमा के देखियो, क्राइसिसको बेलामा लिमिटेड पैसा होइन, लिमिटेड पैसा भएपछि के गर्ने त भन्दाखेरि फेरि प्रायोरिटीको भयो त छोरा नै भयो होइन। हेर्दाखेरि त हामीले त्यो चिज हराइसक्यो भनिरहेको थियो नि त, तर जब आपतकालीन अवस्थाहरू आउँछन् त्यो बेलामा चाहिँ फेरि त्यो विभेदहरू फेरि सलबलाएर आउँदो रहेछ भन्ने कुरा पनि देखिएको छ होइन। हजुरले भन्नुभयो जस्तै लैङ्गिक हिंसा त परिवारबाटै होइन। तथ्याङ्कहरू, विभिन्न तथ्याङ्क हेर्दा पनि अधिकांश पीडकहरू चाहिँ आफ्नै परिवारको सदस्य अथवा चाहिँ चिने जानेको व्यक्ति, अझ त्यसमा पनि श्रीमान नै बढी चाहिँ पीडक भइरहेको देखिन्छ होइन, तथ्याङ्कहरूलाई हेर्दा पनि। र अब यसमा चाहिँ हामीले पितृसत्ताको कुरा पनि गरिन्छ होइन। लैङ्गिक हिंसाको कुरा गर्दाखेरि जहिले पनि पितृसत्ता भन्ने शब्द पनि हामीले सुन्छौँ। यो पितृसत्ता भनेको चाहिँ के होला र पितृसत्ताले चाहिँ कसरी लैङ्गिक हिंसालाई एउटा सामान्यकरण गरिरहेको छ नि त? यो त हुने नै कुरा हो नि त। महिला भएकै कारणले गर्दाखेरि तिमीले महिला हिंसा भोगिराख्नु परेको छ भन्ने तरिकाले चाहिँ नर्मलाइज भनिन्छ नि, नर्मलाइज गरिरहेको अवस्था छ हिंसालाई। यो त सहनुपर्छ
होइन, तिमीले त सहनुपर्छ, तिमी छोरी भएपछि यतिको त सहनुपर्छ। अब अहिले यहाँले भन्नुभएको कुराहरू पनि परिवारमा कति छोरीले चाहिँ आवाज उठाउन सक्छन् होला त, होइन, यो त सामान्य कुरा हो नि, आफ्नै परिवारको विरुद्धमा जाने भन्ने जस्तो कुरा नै हुनसक्छ, होइन। र यो लैङ्गिक हिंसाको कुरा गर्दा पितृसत्ता पनि जोडिन्छ भने चाहिँ पितृसत्ता भनेकै के हो र पितृसत्ताले चाहिँ कसरी यो लैङ्गिक हिंसालाई चाहिँ सामान्य रूपमा व्याख्या गरिरहेको छ जस्तो यहाँको विचार अलिकति यसमा सेयर गरिदिनुहोस् न। यसो छ प्रभाजी, अब केटा मान्छे नै सही हो, केटा मान्छे नै चाहिँ माथि हुनुपर्छ या चाहिँ हुन्छ नि वर्चस्व उसको रहनुपर्छ भन्ने मानसिकता र त्यो खालको अभ्यास जुन हामीले चाहिँ चाहे त्यो घरभित्र होस्, चाहे नीति निर्माण गर्ने क्रममा होस्, चाहे त्यो कुनै खालको क्रियाकलापको क्रममा होस्, त्यो देखिनु चाहिँ के हो त भन्दाखेरि चाहिँ पितृसत्तात्मक सोचले त्यहाँनिर चाहिँ त्यो खालको दृष्टिकोणले चलेको भन्ने हो, होइन। अब यसमा चाहिँ अघि दिएको शिक्षाको उदाहरण पनि त्यही नै हो नि त। शिक्षा त दुवैलाई बराबरै छ नि, चाहिने कुरा हो नि त, होइन। तर किन चाहिँ केटा मान्छेलाई र केटी मान्छेलाई फरक गरिन्छ भन्ने कुरा, होइन, यो संरचनात्मक हिसाबले आएको हुन्छ कि यो आजको आज भएको चिज पनि होइन, होइन, यो लामो समयदेखि चलिआएको विषयहरूको हिसाबले नै देखिन्छ। अब एउटा चाहिँ कस्तो देखिन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ परिवारमा झैझगडा भयो अनि होइन, परिवारको श्रीमतीले या छोरीले आवाज उठायो, कुरा उठायो, यो ठिक भएन है बुवा या यो ठिक भएन है दाइ भनेर कुरा उठायो भने कहाँ यो झन् झगडा बढाएको, यो त हुँदैन, होइन, यो चुप लाएर बस्छ, यो यहीँ भित्रभित्रै चाहिँ लुकाउनुपर्छ, राख्नुपर्छ, यो बाहिर निस्किनु हुँदैन भनेर यसलाई चाहिँ सामान्यकरण गरिन्छ, होइन। अनि यसलाई चाहिँ बाहिर ल्याउनु हुँदैन भन्ने चिज चाहिँ त्यो केटी मान्छेभित्र पनि छिराइन्छ क्या, यो चिजहरू चाहिँ परिवारभित्र, होइन। चाहिँ त्यहाँ मात्र नभइकन अहिले हेर्नु न भाइलेन्सको केसेसहरू जुन बाहिर आइरहेछ नि, होइन, त्यो राज्य सत्ताबाट भएका या बडा मान्छेहरूले गरेकाहरू, होइन, त्यो भित्रभित्रै जुन खालको चाहिँ गरिन्छ त्यो चाहिँ त्यो सामान्य हो नि, थप्पड हान्नु सामान्य हो या चाहिँ उसलाई चाहिँ गाली गर्नु सामान्य हो, अलिकति ठुलो सोलो के भयो त, सही देऊ न भन्ने जुन एउटा चाहिँ प्रचलन छ त्यहाँबाट सुरु हुन्छ विभेदको कुराहरू के, होइन। र त्यहाँनिर चाहिँ हुन्छ कि केटी मान्छे चाहिँ अलिकति कमै बोल या कमै गर, होइन, कमै व्यवहार गर, केटा मान्छेलाई चाहिँ अगाडि सार भन्ने खालको चिजहरू चाहिँ त्यहाँबाट सुरु भएको चाहिँ देखिन्छ। र यो चाहिँ हाम्रो मानसिकता हो, एकदमै मानसिकता हो। यो चाहिँ प्रत्येक पटक तपाईँले गर्ने व्यवहार मैले गर्ने व्यवहारमा देखिने चिजहरू हो कि पितृसत्तात्मक सोचले ट्र्याक गर्ने भनेको चाहिँ। अहिले हजुरले भनिरहँदाखेरि मलाई केही नेपाली उखान टुक्काहरू याद आयो क्या, जस्तै नारी चाहिँ धरती हो, धरती सहनुपर्छ, के अरे पोथी बास्यो भने धुरी कटाउनुपर्छ, होइन, छोरी पढ्यो भने चाहिँ बोक्सी हुन्छ, यस्तो विभिन्न खाले उखान टुक्काहरूको रूपमा पनि पितृसत्ताले चाहिँ आफ्नो जालोहरू फिजाइरहेको रहेछ कि अहिले ठ्याक्क तपाईँले भनिरहँदाखेरि ती कुराहरू याद आए। अब फेरि तिनै कुराहरू चाहिँ हानिकारक परम्परासँग जोडिने रहेछ, होइन त, त्यस्तै मान्यताहरूले नै हानिकारक परम्पराहरू पनि सृजना गरिराख्ने, अझ त्यसलाई बढावा दिने, अझ अहिले भन्दाखेरि त नयाँ स्वरूपमा चाहिँ हानिकारक परम्पराहरू चाहिँ छ अनि परिवर्तन भयो भनेर भन्छौँ हामी, तर नयाँ स्वरूपहरू चाहिँ फैलिराखेको जस्तो पनि देखिने चाहिँ रहेछ। अब यहाँले काम गर्दाखेरि यत्रो वर्षौँ भइसक्यो, होइन, यो अनुभवमा कस्तो खालको हानिकारक परम्पराहरू चाहिँ अझै जरो गाडेर बसिरहेको छ जस्तो यहाँलाई लाग्छ, अथवा चाहिँ कस्ता खाले घटनाहरू बढी आउँछन्, हामीले त्यसलाई चाहिँ कसरी हानिकारक परम्परालाई चाहिँ हामीले कसरी हेर्ने होला? यो चाहिँ हामीले दैनिक जीवनमा कसरी त्यसलाई चाहिँ अभ्यास गरिरहेछौँले फरक पार्ने भयो, होइन। जस्तो एउटा सानो हेरिरहँदा उदाहरणको रूपमा हेरिरहँदाखेरि चाहिँ बालविवाह हामीले यति धेरै सामान्यकरण गरिरहेछौँ कि सानो उमेरमा विवाह गर्नु या छिटो विवाह गर्नु या चाहिँ विवाह नै गर्नुपर्ने एउटा उमेर तोकिएको हुन्छ नि, यतिखेरसम्म चाहिँ गरिसक्नुपर्छ, नत्र केटी मान्छे अब 30 वर्षसम्म बिहे नगरी बस्ने, हेर्नु न बर्बाद भइसक्यो सिद्धि अब भन्ने खालको त्यस्तो खालको चाहिँ जुन छ, होइन, त्यो त मेरो चोइस हो नि त, म कतिखेर विवाह गर्छु भन्ने कुरा एउटा उमेर पुगिसकेपछि मैले एउटा सोचिसकेपछि, होइन, एउटा करियर बनाएपछि होला या करियर नै एउटा स्पेसमा पुग्नुपर्छ भने छैन, म चोइस गर्न सक्छु नि त, होइन, म पढाइसकेपछि गर्छु या गर्दिनँ, कोसँग गर्छु, होइन, भन्ने कुराहरू त त्यो विषयहरू चाहिँ हामीलाई कसरी थोपरिन्छ क्या। अहिले पछिल्लो समयमा चाहिँ एउटा मात्र सन्तान किन पायो भनेर एकदम धेरै ब्लेमहरू पनि आइराखेको हुन्छ, त्यो चोइस हो नि त खासमा त, मैले कतिवटा पाउने या नपाउने भन्ने कुराहरू, होइन। बालविवाहको कुराहरू हेर्नुहोस्, अझै पनि गाउँमा अझै पनि बालविवाहको केसेसहरू एकदमै डरलाग्दो
लाग्दो भएर आइरहेको छ। महिनावारीको विषयलाई लिएर हेर्नुहोस् होइन, यो पनि हानिकारक परम्परा हो नि त होइन। जिल्लामा अझै पनि सुदूरपश्चिममा छाउपडीको केसेसहरू हामी देखिरहेका छौँ। हामी कतिवटा चाहिँ घरहरूमा हामी आफै पनि महिनावारीलाई बारेर चाहिँ त्यसलाई चाहिँ यति धेरै सेलिब्रेट गरिरहेका छौँ होइन। मैले कुटुम्बमै अगाडिको भोइसेसहरूमा पनि सुनिरहेको थिएँ तीसँग सम्बन्धित कुराहरू होइन। म त छक्क चाहिँ के परिरहेको छु भने सेलिब्रिटी अनि यो विषयमा बुझेका मान्छे यो ठिक होइन भन्ने र जानेका मान्छेले राता लुगा लगाएर छमछमी नाचेर होइन। म त यो चिजलाई चाहिँ झन् हामीले फेसबुकमा राखेर त्यसको त सेपरेट खालको भिडियो बना त्यसलाई झन् यति ग्लोरिफाई गरिरहेछ नि होइन। अनि पछिल्लो पुस्ताले त झन् यसलाई यति धेरै इन्जोय गरिरहेछ यो चिजलाई कि हामीले के बुझाएछौँ भने यस्तो खालको गलत अभ्यासलाई हामीले चाहिँ निरन्तरता दिइरहेछौँ है। यसले चाहिँ अब आउने पुस्तालाई पनि यो चिज त ठिक रहेछ नि त, यो त सेलिब्रेट गर्ने कुरा रहेछ भनेर चाहिँ यसलाई चाहिँ पहिला चाहिँ बाध्यकारी थियो होइन। अहिले चाहिँ बाध्यकारी सँगसँगै चाहिँ के पनि एउटा चाहिँ टपअप थपिएको छ भन्दाखेरि चाहिँ रमाइलोको लागि भनेर क्या। तर त्यो रमाइलो मात्र होइन नि त, त्यसले कसरी चाहिँ पितृसत्तालाई झन् बलियो बनाइराखेको छ त, कसरी यो संरचनात्मक विभेदलाई हामीले झन् उल्टो थप टपअप गरिरहेछौँ त भन्ने खालको कुराहरू चाहिँ त्यति धेरै रियलाइज गरेको पाइँदैन। अझै पनि एकल महिलाहरू कति गाउँमा चाहिँ होइन अब बोक्सीको नाममा होइन उहाँहरूलाई चाहिँ गलत खालको व्यवहारहरू गरिएको छ, गाउँबाट निकाला गरिएको छ होइन। विशेष गरेर अझ त्यहाँभित्र अझ दलित महिलाहरू अझ बढी चाहिँ त्यस्तो खालको चाहिँ प्रभावमा पर्नु परेको स्थितिहरू, असर परेको स्थितिहरू हामी देख्छौँ। यस्तो खालको परम्परागत अभ्यास चाहिँ हामीले चलिआएका छौँ, चलाइरहेका छौँ लामो समयदेखि। स्वरूपले अलिकति परिमार्जित गर्यो होला होइन, तर यो चिज चाहिँ निरन्तर अगाडि बढिरहेको चाहिँ पाउँछौँ। कस्तो राम्रोसँग भन्नुभयो कि यहाँले, जस्तै बजार र पितृसत्ता चाहिँ कसरी जोडिएर फङ्सन गर्दो रहेछ त भन्ने कुरा चाहिँ यहाँले राख्नुभयो होइन त। जस्तै मार्केट रमाइलो, रातो लुगा लगाउने हरियो व्यापारै त हो सबै होइन, सबै व्यापार रहेछ। मेहन्दी भन्यो, हरियो चुरा, रातो लुगा, सबै कुराहरू चाहिँ व्यापारसँग जोडिएको छ। अनि पितृसत्ताले यस्तो बनाइदियो कि त्यो बजारलाई सञ्चालन गर्नको लागि चाहिँ महिलालाई फ्रन्टलाइनर बनाएर अगाडि ल्याइरहेको छ। हामी महिलाहरूले पनि त्यो बुझेका छैनौँ र रमाइलोको नाममा अथवा चाहिँ चोइस होइन, त एकदमै सजिलो छ कि फेरि कसैलाई केही क्वेसन उठायो भने मेरो चोइस माई चोइस भनेपछि अब त्यो चोइसको पछाडिको राजनीति चाहिँ के हो त होइन। चोइस कसरी निर्धारण भइरहेछ, चाहिँ किन चोइस भइरहेछ क्या, त्यही डेमा किन चोइस भइरहेछ क्या, त्यसको पछाडिको तपाईँले भन्नुभएको जस्तो कारण होइन। आफ्नो एजेन्सी बिल्ड गर्ने बेलामा किन त्यो चोइसले फङ्सन गरिरहेछ होइन, र पितृसत्ताकै पहरेदार हुनलाई चाहिँ किन चोइस आइरहेछ भन्ने चाहिँ एकदमै त्यो चोइस बनाइयो कि चोइस चाहिँ हो त साँच्चै नै भने त्यसलाई छुट्याउनु पनि जरुरी छ क्या कतिपय बेला। यो चोइसलाई चाहिँ छुट्याउनु पर्ने देखिन्छ होइन। यो चोइसको राजनीतिले गर्दा पनि पितृसत्ताको जराहरू चाहिँ अझ धेरै बलियो भइरहेको चाहिँ देखिन्छ एकदमै। अनि अघि यहाँले भन्नुभएको थियो अलिकति अन्तर्विविधताको पनि कुरा गर्नुभयो होइन, दलित महिलाहरू अझ बढी प्रभावमा परिरहेको कुराहरू पनि गर्नुभयो। जहिले पनि तथ्याङ्कहरू हेर्दाखेरि पनि लैङ्गिक हिंसाबाट प्रभावित चाहिँ को हुन्छ भन्दा जो पछाडि पारिएको छ होइन, जसलाई चाहिँ अलिकति वर्षौँदेखि ऐतिहासिक रूपले नै विभेद गरिएको छ, त्यो समुदायहरू नै प्रभावमा परिरहेको देखिन्छ भने अब अहिले हेर्दाखेरि चाहिँ जस्तै दलित महिला, जनजाति महिला होइन, अनि त्यस्तै भूमिहीन महिलाहरूको पनि सवालमा काम गरिराख्नु भएको छ, हामीले गरिरहेछौँ होइन। भूमिहीन महिला विभिन्न सवाल छ भने चाहिँ यो विभिन्न पृष्ठभूमि र पहिचान भएको व्यक्तिहरूलाई चाहिँ लैङ्गिक हिंसाले कसरी फरक रूपले प्रभाव पार्दो रहेछ, अथवा यो हानिकारक परम्पराले पितृसत्ताले चाहिँ फरक रूपले प्रभाव पार्दो रहेछ, अथवा त्यहाँ चाहिँ समानताहरू केही छन् कि भिन्नताहरू चाहिँ के कस्ता रहेका छन् भनेर पनि थोरै छलफल गरौँ न। यसो छ, तीनवटा महत्त्वपूर्ण कुराहरू चाहिँ देखिन्छ यो पितृसत्ताको हिसाबले हेर्दाखेरि चाहिँ होइन। लैङ्गिक हिंसा भइरहँदाखेरि यो तीनवटा विषयहरू स्रोत, विचार र निर्णय क्षमता कसको चाहिँ नियन्त्रणमा हुन्छ त भन्दाखेरि चाहिँ यदि त्यो परिवारभित्रको कुनै एउटा पुरुष वर्ग या पुरुषत्व सोच भएका वर्गको बिचमा चाहिँ मात्र एउटा निहित हुन्छ भनेदेखि चाहिँ त्यहाँनिर उब्जिन्छ चाहिँ विभेदका कुराहरू होइन। र अहिले यहाँले ल्याउनु भएको जो सीमान्तकृत वर्गहरू विशेष गरेर अझ दलित, एकल महिला होइन, अनि त्यसपछि जनजाति, भूमिहीन सुकुम्बासी समुदायका महिलाहरू, यी भनेको विभिन्न हिसाबले यो स्रोत, विचारधारा र निर्णयमा चाहिँ क्षमता नपुगिसकेको कारणले गर्दाखेरि चाहिँ अझ बढी पिल्सिनु परेको, अझ बढी चाहिँ विभेदमा परेको होइन। आफ्नो आवाज सही ठाउँमा सही समयमा राख्न नपाइएको या नसकिएको स्थितिहरू होइन, त्यो खालको वातावरण पनि नबनाइएको स्थितिहरू राज्य संरचनाले होइन, त्यो खालको पनि हामी देख्छौँ।
अब एउटा भूमिहीन सुकुम्बासी समुदायको महिला जो दलित पनि हुनुहुन्छ, अझ एकल महिला हुनुहुन्छ भनेदेखि चाहिँ उहाँसँग न आफूमाथि हिंसा भएको कुरालाई चाहिँ उहाँले चाहिँ बाहिर उजागर गर्न सकिने स्थिति हुनसक्छ होइन, न उहाँलाई चाहिँ त्यस्तै हिसाबले चाहिँ राज्य संरचनाले तपाईँलाई यस्तो परेको छ नि त त्यसो भए हामी छौँ नि त भनेर साथ दिएको स्थितिहरू हुनसक्छ होइन। निश्चित यो खालको अवस्थामा चाहिँ कहाँ जाने त, के गर्ने त भन्दाखेरि चाहिँ यही हो मेरो जिन्दगी, यसरी नै चाहिँ म अब चाहिँ मेरो जिन्दगी चलाउँछु भनेर चाहिँ सहेर बस्न बाध्य भएको स्थितिहरू चाहिँ हामी देख्छौँ। अनि यसले पछि गएर पार्ने इम्प्याक्ट भनेको चाहिँ पछिल्लो आउने उहाँहरूको जेनेरेसन होइन, जस्तो हामी जहाँनिर काम गरिरहेछौँ भूमिहीन सुकुम्बासी समुदाय, पछिको जेनेरेसनले पनि त्यही कुरालाई चाहिँ एक्सेप्ट गर्ने र त्यसलाई निरन्तर गर्ने बाहेक त उभाएर आउँदैन। अनि हामीले खोजेको सुखी र समृद्ध समाजको जुन परिकल्पना गरेका छौँ नि, के हामीले खोजेको सुखी समृद्ध समाज एउटा वर्गलाई मात्रै हो त, एउटा खालको चाहिँ जमातलाई मात्रै हो त, होइन नि त। ती दलित भूमिहीन सुकुम्बासी अपाङ्गता भएका व्यक्ति सबैजना होइन, लैङ्गिक अल्पसङ्ख्यकहरू सबैजनालाई चाहिँ समानताको घेराभित्र खोजिरहेको हो नि त, हाम्रो परिकल्पना त त्यो हो नि त। तर त्यो वर्गले प्रत्येक पटक हिंसा भोग्छ, अन्याय भोग्छ होइन, अनि त्यो खालको चाहिँ अवस्थामा बाँच्नु परेको छ भन्यो भने त हामीले खोजेको सुखी समृद्ध समाज र नेपालको परिकल्पना त कहाँ सम्भव हुन्छ र। तब त्यो स्थिति चाहिँ पछिल्लो जेनेरेसनलाई पनि अथवा अब आउँदो पुस्ताहरूलाई पनि हामीले साँच्चै नै समानतातर्फ धकेल्ने हो र समतामूलक समाज निर्माण गर्ने हो भनेदेखि चाहिँ यो जोखिमपूर्ण रहेको सीमान्तकृत समुदायहरूलाई प्राथमिकतामा राखेर नै अगाडि बढ्नुपर्ने र त्यसको ती व्यक्तिहरू केन्द्रित योजना र कामहरू गर्नुपर्ने चाहिँ देखिन्छ। त्यही त अब यो समृद्ध नेपालको कुरा गर्दाखेरि समृद्ध नेपाल भन्ने एउटा वर्गलाई मात्रै होइन भन्ने कुरा भन्नुभएको थियो, एकदमै इन्ट्रेस्टिङ लाग्यो कि त्यो कुरा चाहिँ मलाई, जसले यो समृद्ध नेपालको बारेमा आवाज उठाइराख्नु भएको कुरा एजेन्डा नै बनाएर राजनीतिक एजेन्डा नै बनाएर चाहिँ अघि बढाइराख्नु भएको छ। उहाँहरूले पनि हामीले उठाएको एजेन्डाले चाहिँ सबैलाई कसरी छोएको छ भन्ने कुरा चाहिँ विश्लेषण गर्नुभएको छ कि छैन भन्ने कुरा हेर्न पनि जरुरी जस्तो देखियो कि, किनभने समृद्ध नेपाल भने त एउटा वर्गलाई एउटा भाषा बोल्ने समुदायलाई होइन, एउटा लिङ्गलाई, एउटा लैङ्गिक पहिचान भएको यौनिक अभिमुखीकरण भएको व्यक्तिलाई मात्रै त होइन नि त होइन। यो अन्तर्विविधता भन्ने कुराहरू पनि जोडिन्छ, एउटा सिद्धान्तमा मात्रै सीमित भइरहेछ कि अन्तर्विविधता जस्तो पनि लाग्छ होइन कहिलेकाहीँ हेर्दाखेरि। अब यसमा चाहिँ सबै फरक फरक समुदायको फरक फरक पहिचान भएको व्यक्तिको त फरक आवश्यकता हुन्छ नि त। त्यो फरक आवश्यकतालाई चाहिँ हाम्रा कार्यक्रमहरूले अझ सरकारका भनौँ न, सरकारका इन्टरभेन्सनहरूले चाहिँ कसरी हेरेको छ, योजनाहरूले कसरी हेर्छन्, बजेटले नै त्यसलाई कसरी हेर्छ भन्ने कुरा पनि अझै राम्रोसँग अझै मसिनोसँग मूल्याङ्कन हुन चाहिँ जरुरी छ भन्ने लाग्छ कि समृद्ध नेपालकै हामीले कुरा गरिरहँदाखेरि पनि होइन। अब विभेदकै कुरा गर्दाखेरि त अहिले हामीले विभिन्न समुदायले भोग्ने विभेदको कुराहरू गऱ्यौँ, यसमा अझ यो एलजिबिटिआईक्यू समुदायले भोग्ने विभेद, दलित समुदाय भर्खरै पनि यो छठको अवसरमा एउटा न्युजमा पनि आइरहेको थियो नि, छठ मनाउने क्रममा चाहिँ त्यो छठको घाट बनिँदो रहेछ होइन, जहाँ पूजाआजा गरिन्छ, त्यो ठाउँबाट चाहिँ दलित समुदायलाई बाहिरिया मधेसको कुनै एउटा जिल्लामा त्यहाँबाट बाहिरै राखेको पनि एकदमै धेरै समाचारमा आइरहेका छन् होइन। यो विभिन्न अवसरमा भन्नाले चाहिँ विभिन्न समयमा कहिलेकाहीँ मूलधारका पत्रिकाहरूका एजेन्डा चाहिँ बन्छन्, तर यो अझै पनि किन मेन स्ट्रिम चाहिँ हुन सकिरहेको छैन होला त, यसमा पनि थोरै चर्चा गरौँ न। यो अन्तर्विविधताको इन्टरसेक्सनालिटीको सवाललाई चाहिँ कस्तो यो किन चाहिँ अझै पनि मूलधारमा आउन सकिरहेको छैन, किन चाहिँ एउटा टोकनिजमको रूपमा मात्रै प्रयोग गरिरहेको छ भन्ने कुरालाई पनि हेर्न जरुरी छ जस्तो चाहिँ लाग्छ। यहाँले यसलाई कसरी लिनुभएको छ? यसो छ प्रभाजी, यसमा चाहिँ अब नीतिले चाहिँ यतिजना हुनुपर्छ सहभागिता निर्णय हुन्छ नि हरेक संरचनामा भनेर भनिरहेछ होइन, तर त्यो गर्नका लागि मात्र गरियो कि होइन, साँच्चै नै आफ्नो आवाज राख्न सक्ने मान्छेहरूलाई हामीले लैजाने खालको वातावरण बनाएनौँ कि आउने मान्छेलाई रोकिरहेका छौँ कि भन्ने पनि देखिन्छ क्या हामीले हेरिरहँदाखेरि चाहिँ होइन। त्यस्ता व्यक्ति जसले चाहिँ उहाँहरूको निर्णय र कुरालाई लमा ल थप्छ, हस्ताक्षरमा हस्ताक्षर थप्छ, त्यस्ता मान्छेहरूलाई मात्रै चाहिँ अलिकति प्राथमिकता राखेको, टोकनिजममा मात्र सीमित बनेको पनि देखिन्छ होइन। यसलाई चाहिँ मनदेखि हृदयदेखि यसलाई चाहिँ
अपनत्व गर्नु पर्यो कि यो किन जरुरी छ भन्ने कुराको चाहिँ महसुसीकरण पनि हुनु पर्यो क्या। दिइहालेको छन् त, दलित छँदैछन् त त्यहाँनिर चाहिँ समितिमा, दलित छँदैछ त, राखेकै छन् त, बोलेकै छन् त होइन भनेर मात्रै हुँदैन क्या। यो चाहिँ महिलामा पनि त्यही नै छ, महिला प्रधानमन्त्री भएपछि सबै पुगिहाल्यो नि होइन भन्ने छ नि त। तर त्यो भएपछि सबै अधिकार कि मैले इन्जोय गर्न पाएँ त, कि मेरो गाउँको एउटा महिलाले इन्जोय गर्न पायो त, भूमिन सुकुम्बासी समुदायको महिलाले इन्जोय गर्न पायो त भनेर छैन होइन। दलित एउटा स्थानमा पुगेको छ, कोही एकजना या दुईजना भन्दैमा सबै अधिकार सुनिश्चित भइसकेको त छैन नि त, या पोलिसीमा लेखिँदैमा त सुनिश्चित भएको छैन नि त होइन। त्यसलाई चाहिँ मैले उपभोग गर्न पाउँछु कहिले त, त्यसले चाहिँ बढी मात्रामा चाहिँ फरक पार्ने हो। र यो नहुनुको कारण भनेको तपाईँको मेरो र यस्ता व्यक्तिहरूले चाहिँ मनदेखि कसरी यसलाई सोचेको छौँ त, यसलाई चाहिँ खालि राख्नका लागि मात्र राखेका छौँ कि साँच्चै नै यो जरुरी छ हाम्रो समाजमा भन्ने खालको महसुस गरेर राखेका छौँ होइन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई एउटा खालको आफ्नो पेसा छनौट गर्नको लागि आफ्नो हिसाबले खुलेर बाहिर आउनको लागि कति गाह्रो छ समाजमा अझै पनि हामीले हेर्ने हो भनेदेखि होइन। लुकेर बस्नु परेको स्थितिहरू छ होइन। बिहान दिउँसो एउटा खालको चाहिँ स्ट्रक्चरमा बस्नुपर्छ, बेलुका गएर अर्को स्ट्रक्चरमा बस्नुपर्ने बाध्यता हो नेपालमा एउटा खालको हिसाबले। अब यो विवाहको कुरा होला या नागरिकताको कुरा होला सहज बनाएछ, तर के तपाईँको मेरो व्यवहार या हाम्रो समाजको व्यवहारमा त्यति सजिलो छ त छैन नि त, त्यो सजिलो छैन नि। हामी अझै पनि के परिकल्पना गर्छौँ त, मेरो परिवारको कोही एकजना सदस्य चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मध्येको समुदायको एकजना छौँ भने पनि एकचोटि फेरि भनेर सोध्छ नि त मान्छेहरूले होइन। हो त्यही भएर चाहिँ यसलाई कसरी एउटा चाहिँ सिम्पल बनाउने, यो कुरालाई चाहिँ सामान्यीकरण गर्नु पर्यो होइन, यो जरुरी छ भनेर। तर विभेदलाई चाहिँ सामान्यीकरण गर्नु भएन क्या, यसलाई चाहिँ ठ्याक्क के गर्नु पर्यो, फ्लिप गर्नुपर्ने चाहिँ देखिन्छ। तर यहाँ के भइरहेछ, विभेदलाई हिंसालाई सामान्यीकरण गरिरहेछ। यो जुन चाहिँ एउटा नर्मल हो, यो चिज चाहिँ हामीले चाहिँ यो समाजमा हुने नै चिज हो भनेर यसलाई चाहिँ बबन्डर बनाइरहेछौँ क्या। एउटा त फ्लिप गर्नुपर्ने चाहिँ बेला भएको चाहिँ देखिन्छ। हो एकदमै। अनि यसमा अब जस्तै हिंसाकै कुरा गर्दाखेरि पनि शारीरिक हिंसा अथवा फिजिकल भाइलेन्स जुन देखिन्छ त्यसमा मात्रै केन्द्रित भएर मात्रै कुरा गरेर पनि भएन नि त होइन। एउटा आफ्नो पहिचान नै नभएको अवस्थामा मेरो पहिचान म जे हुँ त्यो रूपमा नै म खुलेर आउन सक्दिनँ भने त्योभन्दा ठुलो विभेद र हिंसा त अरू कुनै पनि हुनै सक्दैन नि त होइन। तर हिंसा भन्ने बित्तिकै चाहिँ कस्तो भइरहेछ, हिंसाका कुराहरू गर्दाखेरि अधिकांश रूपमा भने चाहिँ घरेलु हिंसामा मात्रै केन्द्रित भएको जस्तो पनि देखिन्छ होइन। सीमित घरेलु हिंसालाई मात्रै सीमित भइरहेको जस्तो पनि देखिन्छ। हुन त हो फेरि अहिलेको समाजमा हेर्दाखेरि र यो पितृसत्तात्मक परिवारको संरचनाहरू भनौँ न, त्यो हेर्दाखेरि तथ्याङ्कगत रूपमा घरेलु हिंसा नै बढी पनि देखिन्छ। तर त्यो भन्दैन फेरि अरू हिंसा छैनन् भन्ने त होइन। अरू हिंसा कसरी बाहिर आइरहेको छ अथवा अरू प्रकारको हिंसाहरूलाई मानसिक हिंसा, सामाजिक हिंसा होइन, यो हिंसाहरूलाई चाहिँ कसरी प्राथमिकतामा राखिएको छ भन्ने कुरा पनि हुन्छ है। अब हिंसाको कुरा गर्ने बित्तिकै शारीरिक हिंसा, मानसिक हिंसा, सामाजिक हिंसाका कुराहरू गऱ्यौँ हामीले। त्यसै गरी चाहिँ आर्थिक हिंसाको कुराहरू पनि होइन, विभिन्न स्रोत सुविधाबाट वञ्चित पारिएकै कुराहरू पनि। अब यसमा पनि त अझै हेर्ने हो भने त दलित समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूलाई नै बढी स्रोत सुविधाबाट वञ्चित बनाइरहेको अवस्था छ होइन। परिवारभित्रै हिंसा भोग्नु परेको अवस्था छ, मानसिक रूपले नै विभिन्न हिंसाहरू भोगिरहनु परेको अवस्था छ। यो विभिन्न प्रकारको हिंसा भइरहेको अवस्थामा अब हिंसा प्रभावितहरूको पनि कुरा गरौँ न होइन। हिंसा प्रभावितहरूले न्याय पाउने प्रक्रिया चाहिँ कस्तो छ भन्नाले भनिन्छ नेपालको संविधान चाहिँ के अरे यो दक्षिण एसियाकै सबैभन्दा प्रगतिशील संविधान भएको देश हो भनेर हाम्रा नेताहरूले जहिले पनि एकदम गर्वका साथ भनिरहनु भएको हुन्छ नि त। प्रगतिशील संविधान छ हामीसँग प्रगतिशील कानुनहरू छ भन्ने कुराहरू गर्छौँ। अझ त अधिकार धेर भइसक्यो, अब सीमान्तकृत समुदाय महिला र अन्य सीमान्तकृत समुदायलाई अधिकार धेर भइसक्यो, पुरुष चाहिँ हिंसा बढ्न थालिसक्यो भन्ने कुराहरू पनि आउँछ होइन। यस्ता विभिन्न डाइभर्ट इस्युलाई डाइभर्ट गर्ने कुराहरू पनि आइरहँदाखेरि हिंसा प्रभावितकै अवस्था चाहिँ कस्तो छ, उनीहरूले परिवारमा, समाजमा अथवा राज्यबाट नै कस्तो खाले पुनर्स्थापनाको लागि चाहिँ कस्तो खालको चाहिँ चुनौतीहरू भोगिरहनु परेको छ अथवा सहज छ, के छ हिंसा प्रभावितको अवस्था? हामीले समुदायमा नजिक रहेर काम गरिरहँदा यो पहिलो कुरा त हिंसाको आवाजै बाहिर ल्याउन एकदमै गाह्रो छ क्या। मलाई फलानुले या मेरो परिवारको सदस्यले या छिमेकीले या अरू कसैले होइन हिंसा गर्यो भन्नलाई त्यो जुन गट्स हुन्छ नि, त्यो करेज जुटाउन नै यति गाह्रो हुन्छ कि ल जुटाइहाल्यो
परिवारले साथ दियो या चाहिँ उसको साथीहरूले साथ दियो या अरू कुनै सङ्गठन संरचनाले साथ दियो र उसले आवाज उठाइहाल्यो भने पनि त्यो कहाँसम्म पुग्ने त? के त्यो न्यायको ढोकासम्म पुग्छ त भन्दाखेरि त्यहाँ पनि गाह्रो छ होइन। न्यायको ढोकासम्म पुगेको व्यक्तिहरू पनि कतिपय बेलामा चाहिँ फर्किनु परेको होइन। विभिन्न हिसाबले चाहिँ उसलाई चाहिँ ब्लेम गरेर तिमीले आवाज उठाउनु गलत गर्यो भनेर ब्लेम गरेर फर्काइएको स्थितिहरू पनि हामी एकदमै देख्छौँ। केही व्यक्तिहरूसँग हामी यति नजिकसँग काम गरेर के देखिरहेछौँ भन्दाखेरि चाहिँ आवाज उठाउनु नै गलत थियो कि भन्ने खालको न्यारेटिभ बन्दैछ कि अहिले पछिल्लो समयमा। त्यो चाहिँ डरलाग्दो विषय हो। यसले चाहिँ महिलालाई झन् बढी सङ्कुचित बनाउँछ भन्ने चाहिँ त्यो डर हुन्छ नि, त्यो देखिन्छ। अब राज्य संरचनालाई हेर्ने हो भने पनि स्ट्रक्चर त बनाएको छ, संरचना बनाएको छ, विभिन्न खालको संरचनाले न्याय चाहिँ सुनिश्चित गर्छ भनेको छ होइन। तर त्यो न्याय सुनिश्चित गर्नको लागि चाहिँ जुन हिसाबले महिलाहरूलाई सहज वातावरण बनाइनु पर्ने हो त्यो बनाएको देख्दैनौँ। उदाहरणको लागि म चाहिँ एउटा ओडामा गएँ या चाहिँ स्थानीय चाहिँ समिति या समूहमा गएँ भने यति त भइहाल्छ नि। अब बुढाले पहिला पनि कुट्थ्यो, कुट्दैन थियो, एकपटक मात्र कुटे होइन छोडिदियो होइन भनेपछि त तपाईँको एकपटक कुटेपछि उसले फेरि दोहोऱ्याएर कुट्दैन भन्ने के छ होइन। एकपटक कुट्नु नै पनि हिंसा भयो नि त होइन, दोहोऱ्याएर पनि कुट्नु परेन। एकदमै एकपटक कुट्नु नै पनि हिंसा हो र दोहोऱ्याएर कुट्न सक्छ भन्ने कुरा पनि त्यो जो व्यक्तिहरूले यो उजुरी लिने क्रममा चाहिँ ख्याल गर्नुपर्ने विषय हुन्छ होइन। त्यो चिजहरू चाहिँ यस्तो तरिकाले चाहिँ सिम्पल बनाइएको छ कि त्यो सम्भव हुनु हुँदैन है। यो चाहिँ एकदमै टलरेटै गर्नु हुँदैन है भनेर हामीले हाम्रो छोरीहरूलाई हाम्रो बुहारीहरूलाई कसरी बुझाउने होइन, अनि छोराहरूलाई कसरी बुझाउने। किनभने यसले त केटा मान्छेलाई त झन् हेर्नुहोस् त अमानव बनाइरहेछ नि त खास भन्ने हो भनेदेखि त होइन। एउटा मान्छे भएर अर्को मान्छेलाई कुट्नु पिट्नु होइन चाहिँ दमन गर्न खोज्नु भनेको त एउटा मान्छेलाई हेर्दाखेरि चाहिँ उसले शक्तिलाई प्रयोग गरे जस्तो, तर खास त्यो शक्तिले उसलाई प्रयोग गरिरहेछ नि त होइन। उसले शक्तिलाई चाहिँ आफूले नियन्त्रण गराएको छैन कि शक्तिले चाहिँ उसलाई नियन्त्रण गरिरहेछ भन्ने कुराको बुझाइ चाहिँ बनाउनु चाहिँ केटा मान्छेहरूले पनि एकदमै धेरै जरुरी चाहिँ देखिन्छ। हो एकदमै होइन। कस्तो अमानव पनि कस्तो तरिकाले भन्दाखेरि चाहिँ आफ्नै सबैभन्दा नजिकको व्यक्तिमाथि चाहिँ हिंसा गर्ने अमानव कि त्यो त एकदमै क्रूर एकदमै भयो नि त होइन। त्यो त एकदमै हिंसात्मक। अनि त्यो समाजले त्यस्तो हिंसात्मक बनाइरहेको छ पुरुषहरूलाई, तर त्यसमा पनि अब पुरुषको त दोष छैन, पितृसत्ताको कुरा हामीले गऱ्यौँ। तर के भयो यहाँ भन्दाखेरि चाहिँ महिला अधिकारको लागि आवाज उठाउनु भनेको चाहिँ पुरुषको अगेन्स्टमा आवाज उठाउनु हो। पुरुष विरोधी महिला अधिकार कर्मी भने पुरुष विरोधी, परिवार विरोधी, समाज भाँड्ने यस्तै यस्तै ट्यागहरू लाएर चाहिँ लगाइदिरहेछ समाजले होइन। हामीलाई त्यो हिसाबले गरिरहेछ। अब यो नजिकको व्यक्तिमाथि हिंसा गर्ने त्यो पुरुषलाई कसरी बनाइयो होला चाहिँ परिवारभित्रकै कुरा गर्दाखेरि त अधिकांश श्रीमानले श्रीमतीमाथि हिंसा गरिरहेको इन्टिमेट पार्टनर भाइलेन्स भन्छौँ नि त्यसरी भइरहेको देखिन्छ भने यसले कसरी फङ्सन गर्छ होला भन्नाले चाहिँ यो इन्टिमेट पार्टनर त अझ सबैभन्दा नजिकको सम्बन्ध भनिन्छ। त्यो सबैभन्दा नजिकको सम्बन्ध नै यति डरलाग्दो र असुरक्षित सम्बन्ध चाहिँ के कारणले भइरहेको होला? कतै त्यो सम्बन्धमा नै केही खाडलहरू छन् कि त्यो संरचना ती सम्बन्धलाई जसरी डिफाइन गरिन्छ त्यसमा नै केही खोट छ कि के भएर चाहिँ यो इन्टिमेट पार्टनर भायोलेन्स अथवा चाहिँ एकदम नजिकको व्यक्तिबाट हिंसा हुन्छ होला त? यस्तो छ कि अब यो शक्ति सम्बन्धमा भएको फरकपन क्या होइन, श्रीमान भनेको र श्रीमती भनेको यहीँबाट सुरु हुन्छ क्या हामीले हेर्ने नजरिया चाहिँ होइन। कहाँ माथि राख्ने कहाँ तल राख्ने अनि यस्तो छौँ नि त हामी भनेर किन गर्न सकिरहेको छैनौँ त, हामी बराबर हौँ भनेर किन गर्न सकिरहेको छैनौँ त होइन। अनि यो चाहिँ हामीले दैनिक गर्ने क्रियाकलापबाट सुरु हुन्छ कि म बिहान उठेपछि चाहिँ म पहिला के गर्छु त भन्ने कुराबाट सुरु हुन्छ होइन, मेरो श्रीमान के गर्नुहुन्छ त भन्ने कुराबाट सुरु हुन्छ होइन। त्यहीँनिर चाहिँ फरकपनहरू बिस्तारै बढ्दै गएको देखिन्छ। अब सबै श्रीमान चाहिँ गलत हुँदैनन् होइन, कतिपय अहिले पछिल्लो समयको व्यक्तिहरू पुरुषहरू बुझेका पुरुषहरू या पछिल्लो जेनेरेसनका केही पुरुषहरू म सबै चाहिँ अझै पनि भन्दिनँ होइन, आफ्नो आमामाथि भएको विभेद देख्दै देख्दा पनि आफ्नो श्रीमतीमाथि विभेद गर्नेहरू पनि देखिरहेका हुन्छौँ अहिले पनि पछिल्लो जेनेरेसनकाहरू होइन। तर यो हुनुको महत्त्वपूर्ण विशेष कारण भनेको चाहिँ शक्ति चाहिँ कसमा बढी निहित छ, स्रोत कसमा बढी निहित छ, निर्णय गर्ने क्षमता कसमा बढी निहित छ भन्ने कुराले धेरै फरक पार्ने हो। र महिला अधिकारमा काम गर्नेहरू या महिला अधिकारको आवाज उठाउनेहरू चाहिँ पितृसत्ताको मात्र विरोधी हो, तर त्यसको मतलब चाहिँ के हो त, केटी मान्छे चाहिँ शक्तिमा आउनुपर्छ भने होइन है फेरि होइन। हामी चाहिँ समान हुनुपर्छ, निर्णय तिम्रो पनि चल्छ मेरो पनि चल्छ, कुरा तिमी पनि विचार राख म पनि विचार राखौँ र एउटा खालको चाहिँ समान खालको एउटा बुझाइमा आउँ र एउटा खालको नेगोसिएसनमा आएर अगाडि बढौँ
परिवारलाई घरलाई हाम्रो निर्णयलाई भन्ने हो नि त यो प्रत्येक घरबाट हुने हो भनेदेखि चाहिँ अब राज्यको हिसाबले त त्यो अनुसार अगाडि बढ्छ तर त्यसलाई त्यो चिजलाई सम्मान गर्न त्यसलाई अगाडि बढाउन चाहिँ हाम्रो पोलिसीले कसरी ड्र्याग गर्छ त होइन पोलिसीले नै कुन खालको विभेद गरेको छ त भन्ने कुरा तपाईँ नागरिकता बनाउन जाने बेलामा म आफै पनि नागरिकता यो बनाउन जाने क्रममा एउटा सिडिओ कार्यालयमा होइन मैले मेरो आफ्नै नाम राखेँ के भगवती अधिकारी भनेर अनि तलतिर अरू डकुमेन्टहरूमा त अब श्रीमानको पनि नाम राख्नुपर्ने स्पेसेसहरू छन् त्यहाँ होइन अनि मैले मेरो भगवती अधिकारी नै भनेर अगाडिदेखि फर्म दिइरहेको छु भर्नको लागि तर त्यहाँ उसले टाइप गरेर नागरिकता दिने बेलामा भगवती अर्कै राखिदियो क्या होइन मेरो श्रीमानको थर राखिदियो मैले तुरुन्तै त्यही झ्यालमै त्यो झ्यालबाट भित्र दिनु पर्थ्यो तुरुन्तै चाहिँ के भने मेरो अगाडिदेखि नै भगवती अधिकारी राखेको छु मैले फर्मै तपाईँलाई त्यसरी दिइरहेको छु भने तपाईँ किन फरक नाम दिइराख्नु भएको छ हुँदैन टाइप भइसक्यो हुँदैन भनेर भने म लान्न नै भने मैले त्यहीँनिर म लान्न नै भनेर त्यहाँनिर डिस्कसै गरेँ होइन अनि त्यसपछि उसले चाहिँ के भने आजकलका केटीहरूलाई अधिकार चाहिने भनेर सेट गरेर च्यात्यो के कस्तो नराम्रो जग्गा है अनि उसले मेरो नाम भगवती अधिकारीबाटै मलाई नागरिकता दियो क्या सिम्पल कुरा हेर्नु न मैले मेरो नाम मेरो नागरिकतामा कुन थर राख्ने त मेरो डिसिसनको कुरा हुन्छ नि त तर उसले डिसाइड गरिरहेछ क्या म चाहिँ के राख्छु भनेर उसले डिसाइड गरिरहेछ क्या जबकि त्यो फर्मको कुनै एउटा कुनामा मेरो श्रीमानको नाम र थर थियो नि त होइन उसले त्यो हेरेर उसले पहिले डिसाइड गरिसक्यो कि मेरो नाम के हुनुपर्ने भनेर अनि त्यस्तो खालको सोचले चाहिँ ड्र्याग भएर बसिरहेको छौँ भने अनि हामीले सोचेको समानता र परिकल्पना चाहिँ एकदमै कठिन र गाह्रो छ भन्ने हो तर अब लडिरहेछौँ लड्दैछौँ अब लड्छौँ पनि त्यही त कस्तो इन्ट्रेस्टिङ पनि छ र यो कहाँ चाहिँ फाइट गर्ने भन्ने पनि लाग्छ कि जुन कुरा संविधानले नै सुनिश्चित गरेको छ नि त आफ्नो नामको पछाडि चाहिँ थर राख्न पाउने अधिकारमा व्यक्तिले नै निर्णय गर्न पाउँछ भन्ने कुरा त गरेको छ नि त अब त्यहाँ पनि पहरेदारहरू चाहिँ अरू नै छन् अरूले नै चलाइरहेका छन् कि पितृसत्ताले केसम्म गरेको छ होइन र यहाँले अहिले भनिरहँदाखेरि चाहिँ जस्तै जब चाहिँ स्रोत शक्ति अनि आफ्नो पहिचान र निर्णयको कुराहरू चाहिँ समान रूपले बाँडफाँड हुन्छ त्यो समान रूपले बाँडफाँड भइसके पछाडि चाहिँ लैङ्गिक हिंसाको अवस्था चाहिँ नरहने रहेछ अन्त्य हुने रहेछ र पितृसत्ता पनि फङ्सनमा चाहिँ नआउने रहेछ पितृसत्तालाई चाहिँ ढाल्न सकिने रहेछ पितृसत्ताको साम्राज्य भनौँ न एक हिसाबले त पितृसत्ताकै चलिरहेछ नि 3000 वर्षदेखि भनिन्छ होइन भनेपछि यो स्रोत शक्ति र निर्णयको बाँडफाँड चाहिँ कसरी गर्ने भन्नेतिर चाहिँ लाग्नुपर्ने रहेछ होइन त्यो रूपले चाहिँ समान हुनुपर्ने चाहिँ देखिने रहेछ अब यो सबै कुरा गरिरहँदाखेरि लैङ्गिक हिंसाको सवाल भने त मानवाधिकारको सवाल रहेछ नि त होइन र तर किन यो लैङ्गिक हिंसामा आवाज उठाउने व्यक्तिहरूलाई अथवा लैङ्गिक हिंसाका सवालहरूलाई चाहिँ अलिकति छुट्टै रूपमा हेरिएको होला कि महिला अधिकार र मानवाधिकारमा फरक त छैन होइन र फरक छैन भने चाहिँ यो लैङ्गिक हिंसाको सवाल पनि त मानवाधिकारकै सवाल हो नि होइन र हो अब यसलाई चाहिँ किन अलिकति फरक रूपले हेरिएको होला सवाललाई नै भन्ने पनि प्रश्न उठ्यो कि अहिले मेरो मनमा चाहिँ यस्तो छ अब नीतिले चाहिँ महिला हिंसा अथवा महिला अधिकारको विषय चाहिँ मानवाधिकारको विषय हो भनेर स्पष्ट बोल्छ चाहे त्यो सिडा होस् चाहे त्यो मानवाधिकार घोषणापत्रको कुराहरू होस् होइन यसले स्पष्ट रूपमा नै महिला अधिकार चाहिँ मानवाधिकार हो है भनेर बोल्छ होइन तर हामी जो व्यवहार गर्ने मान्छेहरू छौँ जसले चाहिँ पितृसत्ताबाट चाहिँ एउटा खालको बेनिफिट पाइराखेको छ त्यस्ता मान्छेहरूले चाहिँ महिला अधिकार फरक हो मानवाधिकार फरक हो भन्छ क्या हामीले बुझिरहँदाखेरि चाहिँ मानवाधिकारको फ्रेमभित्र महिला अधिकार किन आउन सक्दैन के महिला मानव होइन नि त होइन खालि हामी महिला अधिकारको बढी कुरा किन गर्दैछौँ त भन्दाखेरि चाहिँ महिला भएकै कारणले गर्दाखेरि केटी मान्छे भएकै कारणले गर्दाखेरि फरक व्यवहार गरिया छ है त्यही भएर चाहिँ यसलाई चाहिँ स्पेसिफिक डिस्कसनमा ल्याउनुपर्छ स्पेसिफिक रूपमा नै यसलाई चाहिँ हेरिनुपर्छ भन्ने मात्रै हो तर मानव अधिकारभन्दा भिन्न भएर त कुरा गरेका छैनौँ नि त होइन त्यही भएर त्यो चिज चाहिँ फरक होइन भन्ने बुझाइ चाहिँ हुनु जरुरी छ मानव अधिकारको सवालमा काम गर्नेहरू जसले यसलाई फरक बुझिरहेका चाहिँ छन् एकदमै अब यसलाई यसो हेर्दाखेरि त यो त एउटा व्यक्ति अथवा एउटा संस्था सञ्जालले गरेर सम्भव हुने त कुरै होइन रहेछ होइन यत्रो वर्षौँदेखि परम्परादेखि चलिआएको लैङ्गिक हिंसा र विभेदका कुराहरू त हामी एकजना दुईजनाले गर्छौँ भनेर त्यो के भनिन्छ नि नेपाली उखान हुटिट्याउले आकाश थाम्ने भनेर भने जस्तो हुने रहेछ कि यसलाई यसो हेर्दाखेरि चाहिँ भने पछाडि अब हामी अन्त्यतिर पनि आइसकेका छौँ है त्यो हिसाबले अब थोरै कुरा चाहिँ केमा गरौँ भने जस्तै
कसरी चाहिँ हामी सबैजनाले एउटा कलेक्टिभ खालको एउटा साङ्गठनिक सामूहिक रूपले चाहिँ एउटा मुभमेन्ट, किनभने यो त कुनै एउटा गतिविधिले सकमप हुने कुरा त छैन, मुभमेन्ट नै एउटा आन्दोलनकै रूपमा नै जानुपर्ने देखियो भने पछाडि चाहिँ अहिलेका भइरहेका एक्जिस्टिङ यी कानुनहरूलाई पनि आधार मान्दै त्यसका परिमार्जनहरूलाई पनि अगाडि बढाउँदै र सबैजना मिलेर एउटा कलेक्टिभ मुभमेन्ट चाहिँ कसरी सृजना गर्न सकिन्छ होला, जसले गर्दाखेरि चाहिँ हामी हाम्रै पालामा त यो अन्त्य नहोला, तर एउटा यस्तो आधार चाहिँ हामीले सृजना गर्न सक्छौँ होला कि जसले गर्दाखेरि चाहिँ यो लैङ्गिक हिंसालाई, पितृसत्तालाई चाहिँ अलिअलि भए पनि हामीले चाहिँ त्यसको जरो हल्लाउन सक्छौँ कि अहिले नै उखेलेर जान्छ भनेर त भन्न सकिने अवस्था भएन। त्यो जरा हल्लाउनको लागि चाहिँ कसरी हामी कलेक्टिभ भएर अगाडि बढ्ने होला, कस्ता कस्ता मेजर्सहरूले के गर्यो भने चाहिँ हामीले लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न र पितृसत्तालाई कमजोर बनाउन चाहिँ सक्छौँ होला त भनेर यहाँले अब हामी कार्यक्रमको पनि अन्त्यमा पनि आइसकेका छौँ, त्यो हिसाबले विचारहरू राखिदिनुहोस् न। हुन्छ, यस्तो छ, अब यसमा चाहिँ यो एकजनाले हुने होइन भनिरहेछौँ तैपनि एकजनाले त गर्न जरुरी छ फेरि, होइन। मैले मेरो घरभित्र चाहिँ समानता कायम गर्न सक्छु कि सक्दिनँ, ताकि त्यो पितृसत्ताको ठुलो संरचनामा मैले सानो एउटा धर्सो गर्न सक्छु कि, त्यो पनि हामीले सोच्नु जरुरी छ। त्यही भएर एकजनाले त गर्ने हो, तर यो फेरि छिटो हुनको लागि चाहिँ कलेक्टिभ चाहिन्छ भन्ने हो क्या। यो चिजलाई छिटो हल्लाउनलाई, छिटो उखेल्नको लागि, होइन, पितृसत्तात्मक संरचनाको सोच विचार व्यवहारलाई उखेल्नको लागि चाहिँ संयुक्त रूपमा पहल गरौँ भन्ने मात्रै हो। त्यसमा चाहिँ जो साँच्चै नै अझ बढी सीमान्तकृत र चाहिँ जोखिम अवस्थामा रहेको दलित, भूमिहीन, होइन, त्यस्तै गरेर चाहिँ अपाङ्ग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अपाङ्गता भएका व्यक्तिहरू, एकल महिलाहरू, यी सबै एकजुट भएर चाहिँ अगाडि बढ्नुपर्ने, अझ ती व्यक्तिहरूको नेतृत्वमा यो सवाललाई अगाडि लैजानुपर्ने चाहिँ देख्छु म, होइन। नत्र अरू सबैले गर्ने अनि उहाँहरू चाहिँ खालि झन् थपना मात्रै गर्ने भयो भनेदेखि, किन उहाँ ती समुदाय अझ बढी हो नि त, होइन, प्रभावित, अझ बढी चाहिँ अप्ठ्यारोमा परेको हुन्छ। ती व्यक्तिहरूकै नेतृत्वमा चाहिँ अझ अभियानहरूलाई अगाडि लैजानुपर्ने स्थितिहरू चाहिँ देख्छु मैले, होइन। तब मात्रै सम्भव छ भन्ने हो। र यो विभिन्न अधिकारको पक्षमा काम गरिरहँदाखेरि चाहिँ फरक जुन मुभमेन्ट छ नि, दलित राइट मुभमेन्ट होला या भूमि अधिकारको मुभमेन्ट होला या चाहिँ महिला अधिकारको मुभमेन्ट होला या चाहिँ यो माइग्रेन्ट्सहरूको मुभमेन्ट होला, होइन, या चाहिँ अब सब किशोरीहरूको सवालमा, युवाहरूको सवालमा होला भने चाहिँ यी सबै मुभमेन्टहरू कसरी एक ठाउँमा आउने त हिंसा विरुद्धको आवाज उठाउनको लागि। अरू बेलामा त आफ्नो सवालमा पनि भइरहेको हुन्छ, तर जब हिंसाको कुरा आउँछ अनि एकजुट भएर कसरी अगाडि आउने त भन्ने पाटो चाहिँ एकदमै जरुरी छ, होइन। र यसको लागि विभिन्न संरचनाहरू छन्, होइन, जस्तो महिला मानव अधिकार रक्षक सञ्जाल नै छ, यो सञ्जाल आफै पनि एउटा चाहिँ संरचना हो। त्यसै गरेर अरू पनि विभिन्न संरचनाहरू छन् जसले चाहिँ संयुक्त आवाज ल्याउन सक्छौँ अनि मात्रै चाहिँ यो सवाललाई चाहिँ हामी चाहिँ पुरा गर्न सक्छौँ भन्ने चाहिँ मैले देखिरहेको छु। अब तपाईँ आफै हेर्नुहोस् न, हिंसाको प्रकृतिहरू पनि कति फरक भइरहेछ। अहिले पछिल्लो जेनेरेसनले एकदम धेरै भोग्नु परेको भनेको चाहिँ यो साइबर बुलिङको कुराहरू के, होइन। यो कसरी न्यू टेक्नोलोजीको कारणले गर्दाखेरि चाहिँ आफ्नै चाहिँ सहकर्मीहरूबाट चाहिँ हिंसा भोग्नु परेको छ भने त यस्तो चिजहरूलाई छन त छ, एउटा चाहिँ स्ट्रक्चर छ, होइन, साइबर सेल छ, यो छ, तर त्यो स्ट्रक्चरले मात्र पुरा हुँदैन नि त। कसरी म र मेरो परिवारभित्रको अन्य सदस्यहरूले यो विषयमा चाहिँ अझ बढी जागरुक हुने, कसरी चाहिँ यो धेरै बढिरहेछ भने यसलाई चाहिँ अलिकति लाउडर भोइस बनाएर चाहिँ लैजाने भन्ने कुराहरू चाहिँ ल्याउनु जरुरी छ। र यो कलेक्टिभिटीले नै चाहिँ यो काम हुन्छ भन्ने चाहिँ कुरा विश्वास पनि राख्छु र यो हुनु जरुरी छ। तब मात्रै महिलाको मानव अधिकार संरक्षण हुन्छ, सुनिश्चित हुन्छ भन्ने हो। हजुर, एकदमै यहाँले भन्नुभयो जस्तै हिंसाको विरुद्धमा आवाज उठाउनको लागि चाहिँ पहिला त हामीले आफूबाट नै सुरुवात गर्नु पर्यो, होइन। तर व्यक्ति मिल्दै एकजना मिल्दै एकदमै राम्रो लागेको थियो हजुरले भन्नुभएको, एकजनाले मात्रै होइन तर एकजना मिलेर त हो नि त भन्ने कुरा चाहिँ। एकजना मिल्दै चाहिँ एउटा कलेक्टिभ रूपमा आफ्ना मुद्दाहरूमा विभाजित नभइकन, होइन, सबै मुद्दाहरू सबै आन्दोलनहरू चाहिँ एकै ठाउँमा आएर र जसको सवाल उसकै नेतृत्व भनेर भनिन्छ, जो चाहिँ यसबाट धेरै प्रभावित हुनुभएको छ उहाँहरूकै नेतृत्वमा, उहाँहरूकै अगुवाईमा चाहिँ हामी सबैजना एक भएर र एकदमै त्यो विभेदलाई एकदम मसिनो गरी केलाएर चाहिँ अगाडि उत्रयौँ भने र नयाँ खाले आएका हिंसाका प्रकारहरूलाई पनि हामीले चाहिँ बिस्तारै ट्याकल गर्दै गयौँ भने चाहिँ यसमा पक्कै पनि हामी अगाडि बढ्न सक्ने रहेछौँ भन्ने कुरा नै भयो, होइन। र आजको छलफलमा पनि हामीले अघि सुरुदेखि अहिलेसम्म हेर्दाखेरि चाहिँ कसरी हिंसा विभिन्न फर्ममा मौलाइरहेको छ, भइरहेको छ र त्यसलाई चाहिँ हामीले
अन्त्य गर्नको लागि, न्यूनीकरण गर्नको लागि चाहिँ यो लैङ्गिक हिंसाको सवाललाई नै महिलाको मानव अधिकारको सवाल हो र महिलाको मात्र नभइकन एउटा समग्र समृद्ध समाज निर्माण गर्नको लागि यो आधारशिला नै लैङ्गिक हिंसा नभएको अवस्था हो भन्ने तरिकाले चाहिँ आज हामीले छलफल गऱ्यौँ। एकदमै खुसी लाग्यो यहाँसँग कुराकानी गरेर, एकदमै रमाइलो कुराकानी पनि भयो र यसले गर्दाखेरि चाहिँ पक्कै पनि आगामी दिनमा हामीले कसरी अगाडि बढ्नुपर्छ भन्ने खालको एउटा वे फरवर्ड पनि अझै धेरै चाहिँ प्रष्ट रूपले पनि हामीले छलफल गऱ्यौँ भन्ने पनि लाग्छ। र यहाँको यो समयको लागि हामी एकदमै आभारी छौँ, कुटुनीको होल टिम नै एकदमै आभारी पनि छौँ र आशा छ फेरि आउने दिनमा पनि हामी यसरी नै जोडिएर कुराकानी गर्ने अवसर प्राप्त हुन्छ होला भन्ने लागेको छ। यहाँलाई अन्त्यमा केही कुराहरू राख्नुहुन्छ? हुन्छ, एकदम धेरै धेरै धन्यवाद कुटुनीको टिमलाई। यो आफ्नो घरभित्र आफ्नो समाजमा वरिपरि भएको सवाललाई नै यहाँनिर चाहिँ ल्याउने ठाउँ बनाउनु भयो र मेरो आफ्नो विचारलाई पनि यहाँ राख्ने ठाउँ बनाउनु भयो र म यो कुटुनीको मार्फतबाट के पनि भन्न चाहन्छु भनेदेखि चाहिँ कुनै पनि हिसाबले हामीले हिंसालाई नसहौँ होइन, त्यसको विरुद्धमा चाहिँ आवाज उठाउँ, देख्छौँ, त्यसको बारेमा लेखौँ होइन। यो पछिल्लो समयको मुभमेन्टहरू पनि त्यसैसँग सम्बन्धित छ नि होइन। त्यही भएर चाहिँ यो गलतको विरुद्धमा चाहिँ उभिनको लागि हामी तयार हौँ र त्यसको लागि चाहिँ आफूले त्यो खालको शक्ति पनि आफूभित्र ल्याउँ। एकजनाले बोलिसकेपछि पक्कै केही न केही हुन्छ नै भन्ने कुरामा विश्वास पनि राखौँ। सँगै साथमै छौँ र यो अभियान आन्दोलनमा सहकार्यमा हामी जुटौँ भन्ने लाग्छ। थ्याङ्क यू। आजको श्रृङ्खलाबाट हामीले अलिकति छलफलबाट के पनि प्रष्ट भयो भने मौनता तोड्यौँ हामीले विभिन्न प्रकारको लैङ्गिक हिंसाको विरुद्ध मौनता तोड्यौँ भने पक्कै पनि अर्को दुनियाँ सम्भव छ भन्ने नै निष्कर्षमा हामी पुगेका छौँ। यसै गरी अब हामी फेरि अर्को श्रृङ्खलामा यस्तै विभिन्न समसामयिक विषयवस्तुहरूलाई लिएर आउने नै छौँ र आजको श्रृङ्खला सुनिदिनु भएकोमा यहाँहरू सबैजनालाई धन्यवाद।